नमस्कार यहाँ सबैलाई नयाँ पुरानो पाठ्यक्रम आधारित सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा 4 देखि 12 सम्म र लोकसेवा तथा शिक्षा सेवा आयोगका लागि समेत अति महत्त्वपूर्ण जातिको नृत्य सम्बन्धी विवरण जानकारी कस्तो छ, नृत्य कुन जातिमा कस्तो प्रकारको नृत्य नाचिन्छ सो सम्बन्धी जानकारी लिएर आएको छु। हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्नु भने नभुल्नुहोला भन्दै म आजको विषयवस्तुतिर प्रवेश गरे। हनुमान नाच बाहुन क्षेत्री, सौका नाच सौका, काठे नाच काठमाडौँ, सौका नाच दार्चुला, त्यस्तै लहरे नाच डोल्पा, रुद्रायणी नाच खोकेना, त्यस्तै भद्रकाली नाच नासलचोक, झोरा नाच लमजुङ, देउडा नाच सुदूरपश्चिम, नवदुर्गा नाच भक्तपुर, पचली भैरव नृत्य काठमाडौँ, लुमडी भद्रकाली नृत्य काठमाडौँ, चौला नाच डडेलधुरा, पुतला नाच अछाम र पैसेरो नाच डोल्पा, गौना नृत्य तराई क्षेत्र र पतरिया हिजडा चगेरा चफेरा करहवा धुबिया बवारी छपका पर्बिया नाच कपिल वस्तु अथवा दफु बसुली नाच चमार जातिमा नाच्ने गरिन्छ। डोम कच मिथिला, डोम नखार नाच मेचे, त्यस्तै गरेर तासेवा नाच तामाङ, थान नाच गणगाई, फुटुक नाच शेर्पा, फालवाही नाच यादव, त्यस्तै गरी बाघ नाच नेवार, भगवत नाच मैथली, त्यस्तै गरी भोटे सेलो नाच भोटे शेर्पा, रतेउली नाच बाहुन क्षेत्री, रोपाई नृत्य नेवार, लट्ठी नाच दाडिया थारू, त्यस्तै गरेर बर्की नाच थारू, बसन्त नाच नेवार, बाढार्मी नाच राई, सत्तार नाच सतार, सरिङ्गे नाच मगर, सलहेस नाच दुलाहा मुसहर, त्यस्तै गरी केलङ नाच लिम्बू, चाबुङ नाच लिम्बू, त्यसै रामदल नाच दनुवार, पोयामारी नाच धिमाल, ठोकरा नाच थारू, हनुमान नाच बाहुन क्षेत्री, टप्पा नाच मगर, ट्यामकुली नाच मगर, त्यस्तै गरेर हुदेबाम औली थारू राजवंशी झागर कहार थारू र जटानी मैथली, त्यस्तै गरी धिमे नाच ज्यापु, धिन्तामय नेवार, छ्याम शेर्पा, त्यस्तै गरेर चडका बाहुन क्षेत्री राजवंशी जातका जातिनी नाच थारू र राजवंशी, त्यसै साम्मा सकेवा चकेवा मैथली, होप्चा नाच राई, त्यस्तै गरेर सङ्ग नाच उराउ, लाखे नाच नेवार, जय बजारे नाच मगर, पुलिकेसी नाच नेवार, अघौ नाच गुरुङ, त्यस्तै गरेर खालो नाच माझी, घोडा नाच नेवार, जोगी नाच नेवार र टाकटुके नाच नेवार, लुसी नाच नेवार, त्यस्तै छोर खोला नृत्य मेचे, वैशाख नृत्य मेचे र ठेकार नृत्य थारूले यो नाच नाच्ने गर्छन्। धुमरा नाच थारू, रसधारी झुम्टा छोक्रा झुर्रा थारू, त्यस्तै गरी झिझिया नाच मैथली, करवा नाच कहार, त्यस्तै गरेर पाशव गीत नटुवा र भजन गीत बाहुन क्षेत्री, बालन ब्राह्मण क्षेत्री, स्याब्रु नाच तामाङ शेर्पा, सङ्गिनी नाच ब्राह्मण क्षेत्री, राजवंशी नाच राजवंशी, त्यसै सकैया सौक्या स्वाङ दमाई र ढाल नाच कुमसाल्या, त्यस्तै गरेर बाँतर नृत्य बाँतर र झपान नाच मगर, त्यसै झुर्रा नाच मगर, रुद्रायणी नाच नेवार, कर्म धर्म नृत्य झागड, धिमाल नृत्य धिमाल, त्यस्तै गरेर गोडही नृत्य माझी, रोधी नाच मगर र गुरुङ, झाम्प्रे नाच मगर गुरुङमा प्रचलित छ, झुम्के नाच मगर र गुरुङमा, सिलोटी नाच मगर र गुरुङमै छ, सेलो नाच पनि तामाङमा छ भने मानी रिम्दु नाच लामामा प्रसिद्ध छ। हस्त यो आज दास जातिको नृत्य र जिल्ला कुन जिल्लामा नाचिन्छ भन्ने विषयमा प्रस्तुत गरेको छु र यहाँलाई यस अघि हेरिएका जति भिडियोहरू छन् लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्नुभएको छ र यहाँको चाहिँ हेरिएका भिडियोहरूमा हेर्नुमा म धेरै धन्यवाद गर्छु र हाम्रो युट्युब च्यानल लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै म आजलाई बिदा हुन्छु। हस्, धन्यवाद, नमस्ते, शुभ सन्ध्या।